हेलो गाइस, मेरो भ्लगमा चाहिँ स्वागत छ। अनि अघि चाहिँ मैले भिडियो बनाएको थिएँ, यस्तो राम्रो भएको थियो नि, उहाँले डिस्टर्ब गर्नुभयो। उहाँले त अझ मेरो बारमा बेइज्जत पनि हानेको, दौडीले आएर के गरेको रे। अनि उहाँ चाहिँ एकचोटि बोल्दाखेरि स्कुलबाट फर्केको हो भनेर टेन्सन दिएर, अनि अब चाहिँ म अब राम्रो गर्छु। आफैले अहिले डिस्टर्ब गर्दा रहेछ। अनि गाइस, आज चाहिँ भ्लगको चाहिँ मेरो यो चाहिँ मामा घर हो मेरो अहिले। अनि यो चाहिँ मेरो मामा घर। अनि अब चाहिँ म गाउँ गएको भ्लग बनाउँछु। अनि बाई गाइस, म तपाईँहरूलाई फेरि सूचना फेरि भन्न आएको। अनि यो यसलाई त हाइलाइट गर्छ, हाइलाइट भन्छ नि त। अनि सबैले पहिलामा सबभन्दा पहिला आँखामा चाहिँ त्यसो डल्नै पर्छ रे। अनि मम्मीले चाहिँ यहाँ अहिले उसले मेकअप हान्दा छ। अनि मलाई चाहिँ आँखामा चाहिँ के लगा त्यस्तो रे, खरानी रे। अनि यहाँ उहाँ हो मेन बेइज्जत हान्ने। आमाले चाहिँ मलाई आँखामा चाहिँ के लगा, यताबाट आँखामा चाहिँ के लगा, खरानी रे। अब यहाँ चाहिँ के लगा, यहाँ के लगाउँछ गाइस, तपाईहरुलाई चाहिँ म एउटा कुरा भन्छु ल। के भन्छ रे, टोलमा के अब हामी खेलिरहेछौँ होइन, खेल्ने बेला चाहिँ तपाईहरुले पनि गाली त खायो होला नि है, आन्टी अङ्कलहरुको नखेल त्यस्तो भनेर। हामीले त धेरै खाए, मलाई त्यो कुरा याद आयो के। अनि त्यस्तै भयो। हाम्रो माइजू आयो। तपाईलाई मैले भ्लगमा देखाएको छैन होला हाम्रो माइजूलाई। हेलो, म चाहिँ कान्छी माइजू। अनि ब्युटिफुल छैन हो। अनि अर्को माइजू पनि हुनुहुन्छ, त्यो माइजू चाहिँ बसन्ते माइजू हो, उहाँ पनि ब्युटिफुल हुनुहुन्छ। दुईजना माइजू ब्युटिफुल हुनुहुन्छ। हेलो गाइस, हामी चाहिँ पुलमा आयौँ है। अनि उता कान्छी दिदी हुनुहुन्छ, अनि यता मम्मी हुनुहुन्छ। हावा आइरहेको छ, कपाल खोल्नु पर्ने रहेछ गाइस, अलि राम्रो देख्थ्यो कि। कान्छी दिदी चाहिँ सुलुलु भन्दै हिँड्नु भएको छ। अनि देखो न गाइस, देखो न भन्दै फेरि भने। अनि यो चाहिँ भाइरल पुल थियो, निकालिसके रहेछ है। कहाँ जस्तै दिइरहेछ। लामो छ गाइस, हामीले यता कटाइसक्यो, मजाले लामो छ गाइस, हेर्नुभयो बाक्लुङ जतिकै। बाक्लुङको पुल होइन त्यस्तै, पर्वत हो कि बाक्लुङ हो थाहा छैन गाइस। अस्ति चाहिँ हामी त्यो अटोमा गएको थियौँ नि त बाहिरपट्टि, त्यो चाहिँ रजायाबाट गएको हो। रजायाको पुलबाट निस्किन्छ त्यो चाहिँ, त्यो तलबाट। अनि हामी चाहिँ अहिले चाहिँ जयसिंहबाट आएको हो, यताको सर्टकट बाटोबाट। यो चाहिँ पुल कट्नुपर्छ, यता भित्र बाटो छैन, खोला छ। अनि त यहाँ त पुरै खाली छ। आशिका तामाङलाई बोलाउनु पर्छ कि क्या हो भनिदिएर क्या। खोला झऱ्यो भने मम्मीले मार्छ गाइस। अहिले चाहिँ उस छ नि त, पानी धेरै छैन यहाँ हेर्दा चाहिँ। भाइरल पुलको होइन, अहिले त भाइरल पुल न साइरल पुल। यो चढ्नु पर्छ हामी गाइस। हाम्रो यति खाली हुन्छ, पोखरमा भएको भए कस्तो मजा गाइस। हामी चाहिँ है बसबाट झरिसक्यौँ। अनि हेटौडा बजार आएको छौँ हामी चाहिँ आए। अनि गाडी अझ अर्को गाडी चढ्नुपर्छ गाइस, हेर्दै जानुहोस् है। मैले चाहिँ बस पार्क कहाँ हो सोध्न गइराखेँ। कत्रो गाडी पर्यो। आज म के किनेर आउँछु भने बस्न कि जाने आइज जानु है। पहिला नि घुमेकै हो। के हो है, मच्छर छ त है, गाइस हामी चाहिँ अहिले गाडीमा बसिसक्यो है। अनि यहाँ सुन त के भयो पाइ लज्जु लाग्यो भाइ। ओइ अनि यो यही हेर हैन त
पानी पनि आइराख्दैछ त्यही राख्नु मम्मी छाती दुख्यो धेरै हाँसेर गाइस के हो नाम पनि कर्मचुली 31 जुइना अदेरी म नआएको चाहिँ 3-4 वर्ष भइसक्यो अब मलाई केही पनि थाहा छैन यहाँको मम्मीलाई थाहा छ सबै मेरो चस्मा कहिले गाइस हामी चाहिँ आइसक्यौँ अनि हामी चाहिँ 3-4 वर्षपछि आएको मलाई त कस्तो कस्तो लागिरहेको छ यहाँ त पुरै उसमा छ के मतलब गाइस हामी चाहिँ गाउँमा हो कि मेरो बाबाको गाइस म चाहिँ यहाँ मेरो गाउँ चाहिँ यहाँ 4-5 वर्ष पछि आएँ है मलाई यहाँ अर्कै फिल भइरहेछ कस्तो अनि गाइस दामी रमाइलो लाग्यो मलाई त म त केही नै चिन्दिनँ अब म घर त चिन्छु होला है मम्मी मैले हजुर ओके यार तपाईँको तारिफ भएको मेरो बेजत भएको जस्तो लाग्छ गाइस हामीलाई एउटा कुरा याद भयो हामी के त्यो खोला देख्नु भएको छ नि यो चाहिँ अहिले फोहोर रहेछ पहिला यहाँ चाहिँ हामी अस्ति हुने पौडी खेल्न आएको थियो याद भयो ए हो लैबडी लै खोला चाहिँ अहिले लास्टै फोहोर भएको रहेछ गाइसहरू लास्टै उकालो रहेछ कपाल त पुरै बिग्रिसक्यो रहेछ कि अनि मेरो अनुहार त हेर्न चाहन्छ त मेरो भ्युवर्सहरूले होइन इस अरे यहाँ मान्छेको पुरै अनि के छ त यहाँ चियो होइन र घर त्यो तलको होइन त्यो घर होइन कुन हो मम्मी अझै तल्लो जानुपर्छ ए होइन त्यही होला यस्तै थियो होइन त्यो त मलाई थाहा होइन मैले पनि बल्ल याद भएको कि यस्तै थियो नि त मैले यो देखेर यो थाहा पाएको कि जाड बनाउनु भएको छ जाड खाम है त गाइजहरू आज मजाले कता छ मान्छेहरू यता राखिदिन्छ है त घरमा त कोही छैन कि अहिले त मलाई त सुनसान लाग्यो यहाँ आएर अनि ढोगे सन्चै हुनुहुन्छ ए घर त के हो यस्तो दामी छ गाउँघरको घर चाहिँ यस्तै हो गाइजहरू यो भर्याङ त अझै नै पहिलाको जस्तै रहेछ है ए यस्तो रहेछ हाम्रो गाउँघर गाइस अब चाहिँ हामी खान्छौँ है त साथीहरू वाह साथीहरू वाह मेरो भ्लग चाहिँ यहीँ इन्ड हुन्छ बाई बाई गाइजहरूमा चाहिँ अब यहीँसम्म बाई